अर्को बाटो छैन होइन हाम्रो त त्यहाँ अठाउन लाग्थ्यो कि पहिले माथि नै समात्न लाग्थ्यो भागिदिएको हो कि अर्को बाटो छैन तपाईँलाई थाहा छैन अर्को बाटो अप्सनै छैन यताबाट रोइदिन्छु म गाली गर्छ होइन आउँछ जाम हजुर ल ल ल जानु ल नि त ल हालिदिनुहोस् त्यहीँ जान्छु म ल भन्नुहोस् 39-50 हो के भएको थियो कहाँबाट आउनु भयो तपाईँहरू के भएको भन्दाखेरि हामी घुम्नको लागि आएको कस्तो ट्राफिक सरको बिहेभियर के भन्दा कहाँलाई यता आइज भन्नुभयो मैले रोकेँ तपाईँले किन फर्किन लाउनु भएको फेरि म स्याङ्जा वालिङसम्म मात्रै काम अहिले किन फर्किन लाउनु भएको म वालिङसम्म चाहिँ मेरो कामले आएको हो पोखराबाट प्रदेश नम्बर 3 को बाइक गयो होइन कहाँ घर अनि म यतापट्टि सर चाहिँ ट्राफिक सर चाहिँ यतापट्टि साइडमा हुनुहुन्थ्यो उहाँले के भन्नु यता आइज भन्नुभयो क्या त्यो मलाई कस्तो झनक्क रिस उठ्यो क्या त्यो होइन नि त ट्राफिक भएर पर्ने म त दिदीहरू रहेछ अनि उहाँले चाहिँ मलाई रोक 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 भन्नुभएको थियो अहिले किन फर्काउनु खोज्नु भयो दिदीहरूले त्यहाँ त चेकिङ छ भन्नुभएको थियो अनि त्यही भएर चाहिँ मलाई पनि थाहा हुन्छ नि त अब त हिँड्नु यहाँ हाम्रो अफिस छ हजुर हेलमेट दिनु क्या क्यामेरा आउनु भयो भने के हुन्छ र केही नै हुन्न लाउनु ए बल्दा यो लाउनु त लाउनु ल त्यहाँ हुनु त्यहाँ पुरा है हजुर हुन्छ हुन्छ केही भएन कोही सैसाब कता आउनु भयो सैसाब खोइ कसको बाइक हो यहाँ कैद छ है यहाँ कैद सिसी क्यामेरा फिट छ अनि यहाँ भिडियो ल्याएछु भाइ लेडिज साइज सकेर त म यहाँ एउटा मोटरसाइकल समाएर भित्र लिएर आएको छु यो टिपाको 39-50 यो के हो अफर त्यसलाई यहाँ भित्र हाल्छ क्या यो अफर भन्नु होइन कि यस्तो सरहरूले चाहिँ अनि मलाई चाहिँ कस्तो कन्सेप्टमा के भयो छैन यो एयरपोर्ट हो कि यो कारमा लाग्नु कि अरू झोला पनि छाम्नुहुन्छ जानी कहाँ हो त अब हजुर म पोखराबाट अहिले भर्खर गएको हो अनि फेरि वालिङमा एउटा साथीले यो क्यामेरा लगाएर क्यामेरा लगाएको हो म बाहिर जाने रहेछ त्यही भएर अनि यो क्यामेरा लिन जानु भएको रहेछ युट्युबर हो क्या ए के गर्नु पर्यो भन्दाखेरि भाँडा त आउनु भयो ल हजुर हजुर यहाँ घुमाउनु भयो किन त नि फेरि हजुर यस्तो हो कि उहाँले मलाई कस्तो त्यो बिहेभ देखाइसकेपछि म जान्छु भने म निस्किएँ अनि त्यहाँ अरू मान्छेहरू पनि थिए अनि यहीँ भन्नुहोस् तपाईँ भन्नु मेरो कागजपत्र छ हेर्नुहोस् भन्ने जस्तो कुरा भयो अनि अरू त्यता बिजी हुनुभएको थियो ल म गएँ भनेर मलाई हतार छ कुन ठाउँमा हो त्यस्तो अनि उहाँ त्यो वालिङमा